हामी चाहिँ ओपनिङको बाटो लागिसक्यो है हेलो गाइस हामी चाहिँ आज ओपनिङ गर्दैछौँ अनि हाम्रो ग्याङमा चाहिँ आज धेरै 6 जना हैन हामीले के खाना बोकेको छौँ भन्दैन हामीले यो चाहिँ पानी के बोले भाइ के बोले के छ थाहा बोले त्यसै रक्सी अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ के पानी यो चाहिँ कालो पानी अनि हरे पानी चाहिँ ब्यागतिर छ अनि दिउहरूलाई एकछिन हल्का फुल्का चौचोहरू प्याजहरू हाई गरिदियो नि त एकचोटि ब्लगमा हाई गरिदियो ओ निसाले आफ्नै छ पारा मेरो बेग्लै छ आनी माने त्यो तेरो थोसी देखाउनु हुने केटी मर्ला नि फेरि ओए तिमी त सुत्लेर आउ ल के भन्यो ल हामी त्यसो तल बाटोतिर यसो देखाइदिन्छु न बाटो रहेछ भनेर अहिले मैले यसो 10% जति मात्रै हिँड्नु सक्यो अझै कति छ कति अरू बाटोहरू स्नो छ स्यामीसँग फेरि हाम्रो एकदम ओए ल सबैजना हिँड्दैछौँ तपाईँलाई सबै सर्टकटहरू देखाउनु कोसिस गर्नेछु सर्टकटमा मोबाइल बोक्यो भने मोबाइल झर्ने कि मान्छे झर्ने हुन्छ त्योहरू अलिक देखाउनु मिल्दैन Congratulations, great, successful person. Thank you, sir. Good. लड्यो फेरि कचोटि लड्छ च्याट सबैले चिप्लो छ छ्या फाइनली लगभग 1 घन्टा भयो हिँडेको 1 घन्टा हिँडेले नि ठिकै हुन्छ जस्तो लाग्छ स्विमिङ खेलेपछि अब पानीको लेभल चाहिँ हेर्नुपर्छ अब पानी थिएन भने त स्विमिङ खेल्नेको मजा नै त्यही हो के हो मजा किन हुनु पऱ्यो मलाई खेल्नै आउँथेन थाहा थियो यहाँ खिड्की लेख्छ हो आज के हो यस्तो टोइलेट रहेछ यति सानो राम्रो झर्ना पुल त रहेछ त पानी होइन भगाइदिनु खेल्नु मजा आउँछ पाइप पनि रहेछ पाइपबाट पानी कहिले पाउनु सक्छ पानी आउनु रहेछ नाइस रहेछ केटा कस्तो लाग्यो राम्रै जोमा कडा आइज यतातिर त उयो हुन्छ नि अरिजिनल बपाल कस्तो खाटा खाटा लागेर भरे स्विमिङ गरेको देखाउँछु अब बाटो लाग्यो है हामी त त्यहाँ तलदेखि माथि चढ आइसक्यो हामी फर्स्ट सर्टकट चाहिँ कट्न आँटिसक्यौँ म चाहिँ कति 4टा बाँकी होला दिस इज इम्पोर्टेन्ट है अनि हाम्रो एकजना गाह्रो छ 4टा कार भइरहेछ
केटाहरूलाई के गाह्रो साह्रो परेको छैन नि मेरो नि यहाँ दुईचोटि खुट्टा दुईटै खुट्टामा मेरो त केही पनि चोट लागेन थोरै के भयो तगडा छ मलाई यत्रो यत्रो के यो भाइ खेला छ उपर दिन्छ भाइ यो गलेन फेरि लाग्यो यो चाहिँ हाम्रो अन्तिम उकालो होइन अन्तिम उकालो आइसक्यौँ हामी सबजना थकित मेरो चप्पल चुटेर कस्तो बिजोग भइरहेछ चप्पलमा किन्नु होला बोल्नुपर्छ सत्य बोल्नुपर्छ ब्रान्डी किनिरहेको छु यस्तो क्वालिटीको झ्यापमा अस्ति नै झ्याप भएर यति लडिरहेको थियो कि त्यति बेला यो चप्पल कोही कुम्नामा गएको थियो चप्पल कता कता पुग्यो म त नालीमा पुगेर अब त्यति नै भाइ यो पानी जस्तै आयो त ल यसको पसिना हेर्नु कस्तो चुएको पानी जस्तो चुइरहेको छ अघिसम्म पौडी खेलेर रातको नाला पारेर पानी दिएर आयो क्या भाइ गर्दै थियो ओ मोबाइल यस्तो जङ्गलमा मोबाइल के हो के हो भाइ यहाँ हेर न खाली खुट्टा जाने मोबाइल हो यस्तो छ जङ्गल जङ्गलको बाटो अङ्कल बियर कोक लिएर कता कता जङ्गल जङ्गल जानुभयो त राम के बोलेर मरेको यो हामी उता हामी काम गर्दैछौँ नि त भाइ खाजा लगेको के को रोडको होइन उयो घर ए घरको घर बनाउने काम एनर्जी ल लागो होला लागो अङ्कलको त म त होइन अङ्कलको त कता जानुभयो बियर सियर लिएर जङ्गल जङ्गल एक्लै ओइ भाइ सँगै नि सँगै त्यो घन्टी भाइ भयो डिम्स भाइ हो तिमी अगाडि हिँड त ओ सबभन्दा अगाडि यो मान्छेलाई हिँड्नु दियो त्यो मान्छे लास्ट फिनिस भन्यो सबभन्दा लास्टमा हिँड्नु दुईजना हिँड्छ ओ रोइ चाहिँ कहाँ अगाडि हामी अगाडि नै बिटी भएको त स्याल ओ टेनिसले अगाडि हिँडाउने मैला ल्याक्टै भइसक्यो बिचरा भ्लगर गएको ए भ्लगर गयो कम अगाडि त भ्लगर गयो ए नउनी ओ जान्दैन नि उतलाई भने भाइ छोड्दै हिँड्दैन भाइ गल्यो तर आज थकित भयो कलाउँदा त तल जाँदा प्याराचुट लड्यो माथि आउँदा स्टामिना गयो स्ट्यामिनै गयो बिहान रनिङ गरेको त्यो यता उता डनर हो बाटोमा धरानको अगाडि लाग्दिएको केटाहरूले म लड्यो भने यसो पछाडिबाट फ्यात्तै पकाड्छ नि त कहाँ देखायो खुट्टा यस्तो पानीको मुहान नै छ यता त यो चढ्यो अन्तिम कालो पनि अब आयो बस्ती नै बस्ती कस्तो भइरहेछ ठिक छ मजा आयो नि केटाहरूसँग गर्मी थिएन पानीको गर्मी थिएन मेरो ब्याग ओइ खोल त पानी खोइ पानी फोरै फोर थियो है यो चिप्स लग यो खायो भने झन् ठिक हुन्छ ल के हो अझै लगभग 3-4 किलोमिटर होला है यस र उकालो चाहिँ सक्यो भनौँ न उकालो सक्यो बाटै बाटो गल्यो ल माथिको उकालो पुगेपछि म त देखाइदिन्छु बाटोहरू पानी यस्तो चुहिरहेको छ तलदेखि आएको तलदेखि एकछिन त्यहाँ बस्यौँ गफ गऱ्यौँ अनि फेरि
माथि कति पनि बनेछ थोरै पातलै बस्ती छ यतातिर त थकित दुईजना थकिचेर आउँदैछ अघि म थकित थियो अब तिनीहरू थकित गाह्रो छ जिन्दगी म सिधै माथि पुगेर देखाइदिन्छु तपाईँलाई एउटा एप्स त जति हिँड्यो त्यति पैसा हुने गाइस इट अब यही हो खाजा भनेको पानी छैन अब तिर्खा म तर पिरो लगिङ गरेँ होइन हिँड्नलाई पनि कस्तो हुन्छ पिरो न अन्त जति हिँड्निस् नि त्यति पैसा हुन्छ तैँले जानिस् तैँले बुझिस् ल त्यही त भन्यो गर्नु आऊ न उसले निकाल्छ यसो पैसा एउटै मुला टेन्सन भन आमामा दियो तर आज सर्टबाट पोखो मलाई चाहिँ चित्त बुझेको चटपटे पोख्यो क्या ए मुलाले कता फेरि उल्टो बाह्र क्या उसले नि यसले थाहा नै रहेछ क्या केटाले कता कता हो कता तर अकबरले चाहिँ मलाई कस्तो हान्ने चाहिँ एकचोटि सर्को क्या घाँटी पनि कस्तो भइरहेको थियो मेरो त पौडी खेल्न सकेको थियो अनि त्यो अकबर साटेको मिठो थियो नि यार बाँच्ने मिठो भनेर मिठो थियो मेरो पो यो त